कुनै मुभीको स्टार्टिङ पार्ट्सले नै बोरिङ बनाउँछ। मुभी हेर्दै जाँदा बिचैबाट खल्लो लागेर कति बेला हलबाट निस्किम हुन्छ। कुनै मुभी यस्तो हुन्छ कि लास्टसम्म बाँधेर राख्छ, लास्टसम्म आफ्नो मुटुलाई चिसो बनाएर राख्छ है। सो फाइनल्ली मैले रोल नम्बर 1 मुभी हेरेर आइसकेको छु। सो आज हाम्रोतिर चाहिँ 1 बजेको सो थियो है। मैले फर्स्ट सो रिभ्यू ल्याउँछु भनेर सोचेको थिएँ, तर सोचे चाहिँ जिन्दगी रहेनछ भनेको चाहिँ सायद यही नै होला। सो हेटर्सहरू आउला, नेगेटिभ फैलाउला। अब हेटर्सहरूलाई साइड लगाउने बेला आएको छ। रियल अनि जेन्युन रिभ्यू हजुरहरूले यस च्यानलमा पाउनुहुन्छ। रोल नम्बर 1 मुभी चाहिँ फाइनल्ली रिलिज भएको छ। फर्स्ट सो हेरेर आइसकेको छु। आजको यो भिडियोमा चाहिँ हामी चर्चा गर्नेछौँ रोल नम्बर 1 के कस्तो छ भनेर। रियल अनि जेन्युन रिभ्यू हुनेछ, भिडियो लास्टसम्म हेर्नु होला। सो ढिला नगरिकन अब हामी मुभी के कस्तो छ सबै कुरा चर्चा गर्नेछौँ। डिरेक्टर जोन योन्जनको डिरेक्सनमा बनेको मुभी, जसमा हामीले एक्ट्रेसमा चाहिँ मुकुन भुसाल, निर्भीक रेग्मी, रेणुनाथ योगी, सुशाङ्क मैनाली, लोकेन्द्र लेखक, एभनराज उप्रेती, सुभाष गाजुरेल जस्तो थुप्रै एक्ट्रेस चाहिँ हामीले यो मुभीमा देख्न सक्छौँ। सो मुभीको स्टोरीको बारेमा के कुरा गर्नु, दिस इज कल मास्टरपिस स्टोरी है। एकदमै लास्टसम्म हजुरहरूलाई बाँधेर राख्छ। मुभीको स्टोरीको बारेमा कुरा गर्ने भने चाहिँ एउटा गरिब, एउटा अनपढ पिताले चाहिँ आफ्नो एउटा छोरालाई चाहिँ कसरी प्रथम गराउने भनेर लागि परेको हुन्छ। अभिभावकले आफ्नो छोरीलाई फर्स्ट नै हुनुपर्छ भनेर चाहिँ कसरी दबाब दिइरहेको छ, के गरिरहेको छ, सबै कुरा हेर्नको लागि हजुरहरू हलसम्म जानु होला। रोल नम्बर 1 एउटा भावनात्मक सामाजिक चलचित्र हो, जसले नेपालको शिक्षा प्रणाली, अभिभावकको अपेक्षा र बाल मनोविज्ञानलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। कथामा एउटा गरिब परिवारको सङ्घर्षलाई देखाइएको छ। आर्थिक कठिनाइको बावजुद पनि आमा बुवाको सपना हुन्छ आफ्नो छोराछोरीलाई विद्यालयको रोल नम्बर 1 अर्थात् पहिलो विद्यार्थी बनाउने। आफ्नो छोराछोरी पास भएर पनि आफ्नो आमा बुवा खुसी छैन। आफ्नो छोराछोरी भनेको रोल नम्बर 1 नै हुनु पर्यो। रोल नम्बर 1 भयो भने आमा बुवा खुसी। पास मात्रै भए पनि छोराछोरीबाट एकदमै असन्तुष्टि हुने आमा बुवाको कहानी यो मुभीमा हामीले देख्न सक्छौँ। आफ्नो छोराछोरी भित्रमा भएको ट्यालेन्ट केही मतलब छैन आफ्नो आमा बुवालाई। छोराछोरी चाहिँ स्कुलमा फर्स्ट हुनु पर्यो, रोल नम्बर 1 हुनु पर्यो भनेर चाहिँ स्टोरीमा देखाएको छ है। सो मुभीको स्टोरी एकदमै इन्ट्रेस्टिङ छ, लास्टसम्म हजुरलाई बाँधेर राख्छ। सो एउटा पात्रलाई देखाएको छ, एउटा बालक, एउटा सानो बाबुलाई देखाएको छ, जसले चाहिँ एकदमै राम्रो एक्टिङ गरेका छन्। आई रियली एप्रिसिएट हिज एक्टिङ है। एकदमै राम्रो, एकदमै इमोसनल, हार्ट टचिङ एक्टिङ, बवाल एक्टिङ भनेको चाहिँ त्यो सानो बालकले चाहिँ मलाई लाग्यो है। समथिङ के परियार थियो, एकदमै इमोसनल गरायो बाबुको एक्टिङले। प्लस मुकुन भुसालको के कुरा गर्नु, एकदमै बवाल अर्ग्यानिक एक्टिङ देखेको छ। मुभी नै 90s को पालामा सुटिङ भइरहेको छ। मुभी नै रिलेट गर्ने टाइपको छ। हजुरहरूले सानोमा घटेको घटना जस्तै आफूले परेको घटना देखाएको छ कि मुभीमा, त्यस्तो हामीलाई पनि हुन्थ्यो। त्यसरी पिटे खाएर हामी स्कुल गएको, एभ्री कुराहरू हुन्छ नि रिलेट गरेको जस्तो चाहिँ मलाई फिल भयो है। सो एक्ट्रेसको एक्टिङ एकदमै बवाल छ। स्पेसल्ली बाल कलाकारको एक्टिङ एकदमै इम्प्रेसिङ छ है। मुभीको स्ट्रङ पोइन्ट भनेको मुभीको ब्याकग्राउन्ड म्युजिक एकदमै इमोसनल छ है, हार्ट टचिङ छ। सो मुभी चलिरहँदा डाइलग आउँदा त्यो ब्याकग्राउन्ड म्युजिक बज्छ, त्यो ब्याकग्राउन्ड म्युजिकले नै मुटु पिरो बनाइदिन्छ है। मुभीमा भएको गीत सङ्गीतहरू पनि एकदमै राम्रो छ। मुभीको इच एन्ड एभ्री कुरा चाहिँ मलाई पर्फेक्ट लाग्यो। कति सिनहरू छ, त्यो सिन नभइदिएको भए पनि मुभी त्यस्तो फरक चाहिँ नपर्थ्यो होला सायद नै। त्यो अलिअलि सिन चाहिँ मलाई खल्लो लाग्यो है। सो खल्लो लागेको मतलब यो होइन कि बेकार छ। सो मुभीको डिटेलिङ पनि एकदमै राम्रो छ। 90s पालाको त्यो सिनहरू, डिटेलहरू एकदमै राम्रो तरिकाले देखाएको छ है। सो एकदमै धेरै सिनहरू छ यो मुभीमा, जसले चाहिँ एकदम इमोसन बनाउँछ है। सो यो मुभीको धेरै प्लस पोइन्ट छ। मैले यहाँ कमी कमजोरी छुट्याउन पनि आएको होइन। मुभीले मलाई एकदम इमोसन बनायो। म लास्टसम्म हेरेँ। यो मुभीले दिन खोजेको लेसन चाहिँ 4 भित्ता कोठामा लेखो परीक्षाले भाग्य निर्णय गर्दैन भन्ने कुरा चाहिँ यो मुभीले देखाउन खोजेको छ। मुभीले हजुरलाई फर्स्टदेखि लास्टसम्म बाँधेर राख्छ। मुभीमा कमेडी सिनहरू पनि छ, इमोसन सिन पनि छ, एकदमै इमोसन बनाउँछ, अलिअलि हँसाउँछ पनि। सो यो मुभी हेर्न चाहनुहुन्छ भने चाहिँ ढुक्क भएर हेर्दा हुन्छ। आफ्नो फ्यामिलीसँग, स्पेसल्ली आफ्नो आमा बुवासँग चाहिँ हेर्नु होला। अझै पनि कतिपय आफ्नो आमा बाउले आफ्नो छोरीहरूलाई फर्स्ट नै हुनुपर्छ भने एकदम प्रेसर दिइरहँदा यो मुभी चाहिँ उहाँहरूले पनि हेर्नु होला। एकदम इमोसन लाग्यो मलाई, एकदमै राम्रो लाग्यो। सो मैले चाहिँ यो मुभीलाई 5 मा 4 स्टार दिन चाहन्छु। सो दिस इज नट अ पेड रिभ्यू, यो मेरो जेन्युन ओपिनियन हो। सो हजुरहरूले पनि ढुक्क भएर हेर्दा हुन्छ। च्यानलमा जो नयाँ हुन्छ लाइक सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला। हामी अर्को भिडियोमा सियोर भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। बाई।
जय नेपाल।